किन नमस्कार, मेरो नाम पदम अधिकारी। उहाँ चाहिँ मेरो मम्मीको आमा हो। उहाँले अब आफ्नो परिचय दिनुहुन्छ। मेरो नाम लीलामाया भन्नु। नमस्कार, मेरो नाम लीलामाया छ। लीलामाया पराजुली। हजुर कहाँ जन्मिनु भएको नि भनिदिनु न। म त 4 नम्बर काठ उता भोजपुर 4 नम्बर। भोजपुर 4 नम्बरमा हजुरी जन्मिनु भएको। कति सालमा जन्मिनु भएको त हजुरी? 50-55 साल पुसमा अरे होइन नि 55 कति साले पो हो त? 94 साले पो होला तपाईँ। 94 साल 94 साल पुस महिना 17 गते सोमबार। बुवालाई उहिले सोधेको म जाँदा त्यसो भन्नुभएको छ। कति बिहान कति बजे पो? बिहानको 9 बजे अरे। कसरी पो त्यतिखेर घडी थिए? कहाँ पो थिए? घडी थिए, हाम्रा बडाबाउले हातमै घडी बाँधेका थिए, जेठा बडाउले। अनि हेरेको अरे बुबा कुदेर गयो। तल्लो घर माथिल्लो घर थिए नि त। तल्लो घर थिए, हाम्रो बाउ मूल घरमा थिए माथिल्लो घर। अब भोजपुर त्यतिखेरको 4 नम्बरमा चाहिँ 1994 सालमा जन्मिनु भएको। अहिले कति वर्ष पुग्दिनु भएको छ त भनिदिनु न त आफैले। 90 वर्ष लाग्यो अरे। 90 वर्ष 91 वर्ष लागिसक्यो होइन त। त्यस्तो खासै औषधिहरू धेरै खाएको छैन हजुरले? भन्दै खाएको छैन कोही औषधिहरू। त्यस्तो मलाई धामे पुजारी औषधि चाहिँ अझसम्म थाहा छैन, अझसम्म थाहा छैन। हिँड्दैछ खाइँदैछ होइन, बोलिँदैछ, यत्तिकै हिँडिँदैछ अझै पनि। अब हाम्रो विमलले भन्छ ठ्याक्क हजुरआमा 91 वर्ष पुग्नुभयो भन्छ। त्यो गनेर भन्नुभएको होला। गनेर त हो त, त्यो 94 सालबाट गनेर गन्दै गन्दै गएपछि यति वर्ष पुग्यो भनेर आउँछ नि त होइन ठ्याक्कै। तपाईँको जन्मस्थान भोजपुर। अनि भोजपुरमा के गरेको थियो सानाको? अलिअलि केही याद छ भने हामीलाई सुनाइदिनु न नातिहरू। के गर्नु, सानामा बाख्रा हेर्न जान्थ्यौँ। 8 वर्ष 7 वर्ष 8 वर्षदेखि ल करुन्जे खेतमा, कात्तिके खेतमा, कहाँ हो कहाँ टाढा कालीवनका घाँस दाउरा बोक्थ्यौँ। सानो कति वर्षमै त्यस्तो गरियो? 10 वर्षदेखि त उता 11-12 वर्षतिर त कति हो कति नि सबै त्यो वनपात। 10-11 वर्षमै बाख्रा चराउने, कालीवनमा जाने, दाउरा ल्याउने, यति दाउरा कति बोकिन्थ्यो होला नि त। छोटा कुर्का है, छोटा भन्थे, बडामाहरू माइली बढाउँथे, रोनीका आमाहरू जान्थे। अनि छोटा कुर्का पारिदिन्थे, अनि भारी हालिदिन्थे, अनि बोकेर टाढा पो त तेर्सो बाटो कति हो कति जाँदा 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 कालीवन भन्ने छ फेरि। ठुलो कालो वन थियो, कालो वन जहाँ घाँस भुइँमा कामले, घाँस रातो कामले जति काट्न पाइने, रुख घाँस जति काट्न पाइने, दाउरा भुइँमा लडेका जति ल्याउन पाइने, त्यस्तो कालो नयाँ कालीवन भन्थ्यो भोजपुरमा। भोजपुर। अनि तपाईँहरूको त्यतिखेर चाहिँ कति वर्षमा चाहिँ बिहे गरिदिन्थ्यो केटाकेटी? अब बिहे गरिदिनुपर्छ हुर्के भन्नु? मेरो त नि पुसामा 9 पुगेर 10 लाग्यो कि अरे फागुन 15 गते बिहा गरिदिएको। अलि बिहा थाहा पाउँदिनँ म बढी। 10 वर्ष पुगेपछि टक्कै 10 पुगेर उकालो लाग्दा नलाग्दा बिहे गरिदिइहाल्यो त? पुसामा 10 मात्रै लागे, फागुनमा बिहा गरिदिएको। 10 के को पुग्नु, बिहे गरेकै थाहा छैन त्यसो? बेहुली अलि कस्तै कतै बाजा बजेको सुने जस्तो नभए केही थाहा पाउँदिनँ बिहामा। अनि डोलीमा बोकेर बाबुले डोलीमा हालिदिँदा चाहिँ हुँ रुवाएँ, नरोइ बाबा नजिकै दिइरहेछु भनेको चाहिँ थाहा छ। त्यति मलाई बाबुले डोलीमा हालिदिएको बोकेर जुरुक्क कि त्यति चाहिँ थाहा छ है। त्यो दिउँसोको बिहा थियो, फेरि रातिको होइन। बिहान बेहुलो ल्याएर दिउँसो लगेको थियो। दिउँसोको पो थियो? लगन दिउँसोको थियो, रात बसेकै होइन। अनि त्यहाँ भोजपुरमा त्यतिखेर बजार लाग्थ्यो कि लाग्दिन्थ्यो? कहाँ जानुहुन्थ्यो बजार? अब किन नलाग्नु, उहिलेदेखि बाँडा गाउँ टक्सा ठुलो बजार उही भोजपुरकै लाग्ने नै। भोजपुर चम्पे बजार, चम्पे त पछि लागेको हो हामीले जानिकन। भोजपुर त कहिले सत्यजुगको भोजपुर हो। बजार कस्तो हो, डबली बजार, 1 महिना डबली टारमा डबली बजार लाग्ने। यति बेला साँझमा आउने आउँदा छन्, जाने जाँदा छन्, त्यो दोकान होटेल भन्नु कति डबली टार भन्थे। बडो नागी चौर थियो त्यहाँ, मान्छे अटी नअटी हुन्थे डबली लाग्दाखेरि बजार। उहिले महिना दिन लाग्थ्यो अरे, मैले जान्दै 15 दिन चाहिँ लाग्थ्यो रातको दिनै।
अनि के लिएर सौदा के लिएर जानुहुन्थ्यो के होइन ल्याउनुहुन्थ्यो? सौदा त के जानु हेर्न जान्थ्यौँ के बोकेर यसो लगेर बेच्छु अनि यसो खाना ओर्न अनि साथी थुप्रो गाउँका जान्थे रातभरि हेरो बस्यो चिउरा 1 रुपियाँका 5 माना 6 माना चिउरा दिन्थे उति बेलाको रुपियाँ चाँदीको ढ्याकी। मैले एक खेपको 1 सालकोमा चाहिँ बास बस्यौँ माथ गाउँका राइनी माइलीहरू बन्थे तिनीहरू सबै धनी धनी राई रोहिनीहरू बास बसेका छिमेकी सबै बडामा हाम्रै जेठी बडामा साल दाजु यहाँ यता हुने साल दाजु बास बसेका थियौँ। 1 रुपियाँको 5 कुरुवा चामल चिउरा किनेर सबैलाई एक मुठी बाँडिदिएको। ती माइला राईको छोरी झप्पु भन्थे धनी धनीकी छोरी राम्रो थियो होला हौ उनीहरू नि। ऊ कान्छा काकाको छोरीले कान्छीले किनिदिएको कान्छा काकाको छोरी कान्छीले किनेको धर्म गरेको बन्दैछ। पहिले मेरा मतराले त्यति 1 मुठी झिक्दै दिउने बाँडी त्यो बजार लाइन बसेका ठाउँमा राति डबली बजार 1 रुपियाँको चिउरा 5 कुरुवा दिन्थे 1 रुपियाँ गाउँमै पुग्ने रहेछ। अनि एक मुठी यत्रो मात्रामा फाँचो यसरी थापेर यहाँ झुन्नै दोकानले पारेर गाँठो पारेर भिरेर हाम्रो गाउँका जाने जतिले त्यो ऊ झप्पु भन्थे मैले धनी राईकी छोरी उसैले यसरी कान्छीको ऊ खाँडका कान्छाको कान्छी चो उनीहरूका भाषा भन्दै छोस 3 लाइन बसेका थिए सबैलाई यसरी के फाको बाँडिदिए मेरो 5 वाला चिउरा 1 रुपियाँका 5 कुरुवा चिउरा दिन्थ्यो त्यति बेला नढाँटी है मैले ढाँटेको होइन त्यति बेला सस्तो थियो म सानो 10-11 वर्षकी हुँदा हो बिहे नगरिकन नि। अनि अहिले कस्तो रहेछ त? अनि ऊ बेलाको समय राम्रो लाग्यो कि अलि ठुलो भएपछि कि अहिलेको समय बेलाको राम्रो थियो नि सस्तो मस्तो जे किन्न पाइने जे जस्तो लाउन मन लाग्यो सस्तो पाइने। अनि अचेल त अब किनिसक्नु छैन पैसा चाहिँ सस्तो भएर अचेल आयो। उहिले चाँदीका पैसा ढ्याकी मात्रै थिए यस्ता कागजका नोट थिएनन् नि त। 1 रुपियाँको त 5 कुरुवा 6 कुरुवा चिउरा दिन्थे त्यो एउटा ढ्याकी चाँदीको पैसा हुन्थ्यो। 20 पैसा हुन्थे 4 आने हुन्थे 8 आने हुन्थे रुपियाँ हुन्थे चाँदीका सब 45 बेला चाँदीका पैसा थिए ढ्याकी पैसा। यत्रो फाँचो हाम्रो बाउका यत्रो फाँचो थियो त्यो गोरुको छालाको जस्तो टाढो थैलो यत्रो थोक्रो यति लामो थियो त्यो भोरै उहिलेको पैसा हाम्रो बाउका 8 आने 4 आने रुपियाँ यत्रो थैलाभरि थिए साँचो लाउँदैन थियो भँडारको सानो बाकस थियो। त्यही इन्द्रे भन्ने बडाको छोरो यता के जातिमा थियो त्यसैले कहिले चोरेर मलाई फकाउँथ्यो के छ भने तलमा पस्थ्यो सानो बाकस थियो साँचो नरहेछ थैलै झिकेर कसले लगिदिए त्यत्रो पैसा उहिलेको हजुरआमाका पालेको पैसा चोरेर थैलै लगिदिएछ। कालुले देखिनुहोस् को आए देखिनुहोस् कालुले भन्थे मलाई त आउँथे धान दे भन्दै तिमाल दाजु भन्ने थियो बडाउका छोराको दुःख थियो बडाउलाई फेरि उनीहरूको खेत थिएन बडाउले उहिले बेचेर जारी गर्दा स्वास्नी 3-4 ल्याउँदा खेत बेचेर सकेका अरे। हाम्रो बाउ चाहिँ यस्ता बडा भकारीमा धान राख्थे अनि त्यो ठुलो भाइ यत्रो कागे चेप्ने थियो अनि तलमा बोकेर भत्ती छन् भनेर भकारीमा गएर तिमाल दाजु मरे यतै घर नारायण माइली भाउजू त्यो के जातिमा साउ दाजु छन् यता कता पो भन्थिनँ भगतीले अनि बोल्दै थिए अस्ति पनि हो तिनीहरूले चोरेर हाम्रो बाउको खेत जरै पल्टाउँथे चोरेर जे भेटो धान भकारीको लिएन हामीले छैन यत्रा धान भन्थे। म चाहिँ यत्रा काठाका पिरा थिएँ नि कुँदुवा पिरा चन्दाले कुँदेका दोडा खापिदिएर धान उगाउन लाउँथे मलाई तैँले झिक्न भन्थ्यो अनि त्यो भकारी यसरी सम्म पारेर समाइदिन्थे खाल्टो पऱ्यो धान उगाउँदा खाल्टो परेको चोरिसकेको खाल्टो नदेखुन् भनेर म चाहिँ मुढा झिकिदिन्थेँ मुढामाथि चढेर झिक्न लाउँथेँ अनि मुढा झिकेपछि लु भनेर यसरी समाइदिन्थे त्यति बडाउका छोराहरू। अनि यत्रा थैलाभरिको पैसा उहिलेको पैसा कहिले झिकेर लगे बाउ त रोएर 7 दिन त्यो बेला पैसा हराएको नि थाहा दिन कसरी पाएछन् बाउले हेरेछन् भने साउनको दिन थियो आलु लिन भनेर हामी हरिया मकै बोकेर नरपाए भन्ने गाउँ लेक थियो मकै हुने अनि हरिया मकैका लागि पछि कति बेला असोजतिर मकै पाक्ने ठाउँ नरपाया गाउँ थियो भोजपुरको नरपाया मिठा मकै फल्थ्यो होला लेखाका मकै अनि आलु खन्थे त्यति बेला आलु खनेका छन् भनेर साउनमा के कसैले लिएर गएर थियौँ आमा र म उतै बास बस्यौँ रात परेर अनि भोलिपल्ट आउँदा त टेक्कै गरेर आलु ल्यायौँ भनेर रमाउँदै आफू होला कालु
यति एक दोब्रो पैसा हराइ गए भन्दै रुँदैको बाटैमा आए बुबा त ओरे यसो ठाडो बाटो ओरेर मैले यसो घरतिर पस्ने छ नि बाटो थियो अनि के नै ल्याउँ भन्दै रमाउँदै आखी भोलि एक दोब्रो पैसा कसले लगेले कालीले दिनुहोस् कसैलाई दिनुहोस् भनेर मलाई पो सोध्छ कालु भन्थे तपाईँलाई बुवाले काली भन्थे सबैले काली काली भन्थे सानो अनि आलु मकै लिएर आयो माथि गएर आमा र तपाईँ चाहिँ यता पैसा हराइ आलु गएछ खनेको टाइममा गएका छौँ आलुको चाहिँ बेला हो लिन के त्यहाँ तलको कसैले के लगेर गएका नि माथि लेखामा हरिया मकैहरू आलु चाहिँ खानु मकै त उनीहरूको असरमा पाक्थे लेखा कस्तो गीत गाउँथे त हौ त्यतिखेर तपाईँहरूको पालामा एक दुईवटा गीत खोइ पनि कस्तो गीत गाउँथे त्यही पनि यसो अलिअलि सम्झी ल्याउँदाखेरि अलिअलि टुक्का आउँदैन मलाई थाहा हो अनि ढिक्की जाँतो थियो कि थिएन थियो नि बेसरी ढेकी जाँदा नभए त खेलकुटी के खानु अनि उयो पानी घट्टा देख्नुभयो कि भएन पानी घट्टा त्यता थिएन होला नि कोही पिल्सिङ बट्टामा पानी घट्टामा पेन्सिङ बट्टामा चाहिँ भन्थ्यो गीत चाहिँ अनि त्यो घट्टा चाहिँ देखिनँ मैले त्यसरी भन्थे भन्नु चाहिँ त्यसरी गीत गाउँथेँ भनेपछि अहिलेको जमानाभन्दा पहिलेकै राम्रो मिठो नि पहिलेकै राम्रो पहिलेको एकदम ढिल धरानको राम्रो पहिलेकै अहिले तपाईँलाई अहिले भगवान्ले फ्याट्टै आएर चाहिँ के माग्छौ तिमीलाई के दिउँ भन्नुभयो के आशीर्वाद माग्नुहुन्थ्यो तपाईँले अहिले मुख के आशीर्वाद भएको र दिनुहोस् भगवान् म यस्तै दुःख परेर हिँडेको छु भन्नु होला नि होइन त्यही पनि एक चिज लु दिन्छु तिमीलाई के माग्छौ त लु भन्नुहोस् तपाईँलाई एउटा चिज चाहिँ थपक्कै दिन्छु भन्यो भने के चाहिँ माग्नुहुन्थ्यो एक चिज माग्नु पर्यो भने ल कुनै केही माग्नुहुन्थ्यो कि आफन्त विफन्त कि कसलाई के भन्नुहुन्थ्यो होला के भन्नु र हजुर के भन्नु र केही भन्नुहुन्न थियो हाँसी खुसी रमाइलो होस् दुखाइ बिमारी नलाइदेऊ अब भन्नुहुन्थ्यो होला नि होइन म यस्तो भएको छु बुढेसकाल छ राम्ररी गर् मलाई हाँसी दिनुहोस् आयु दिनुहोस् चाहिँ भन्नु त्यति चाहिँ भन्न पा त्यति भन्नु रोग ब्याध नदेऊ साह्रो नपारिदेऊ होइन त्यसो भन्ने थिएँ त्यति भए भइगयो नि आखिरी है अनि एउटा अब सङ्गिनी खेल्दा चाहिँ कसरी पो खेल्नुहुन्थ्यो अरे सिकाउनु त तपाईँ सिकाउनु म पछि पछि आउँछु आहो सङ्गिनी खेल्दा पशुपति सरका गुजेश्वरी देउता तिमी रचे भयो हामी रच्यौँ हामी तिम्रै शरण आई देउता हामी तिम्रै शरण भन्दै खेल्नु त्यस्तो अनि अर्को चाहिँ त्यो देवी ढुङ्गै भन्ने चाहिँ राम्रो आउने रहेछ मलाई कसरी भन्नु त भनेको छ जानेको छ अलिक कन्फ्युज तपाईँले भन्नु अनि म पछि आउँछु देउडुङ्गै ओरिनी देउडुङ्गै परी आज राति सपनी जानमा बाबालाई देखे भन्छ है त देव लाखे दुःख र सुख नि कौला भन्थे काखैमा बसी रोला भन्थे चन्द्रमा सूर्य धरती माता भइगइछौ उज्यालो चन्द्र र सूर्य नि धरती माता भइगइछौ उज्यालो दुःख र सुख कौला भन्थे काखैमा बसी रौला भन्थे भइगइछौ उज्यालो देउढुङ्गा भारी नि देउढुङ्गा वारी आजै र राते नि सपनी जन्मा बाबालाई देखे देउता बाबालाई देखे दुःख र सुख दुःख र सूर्य पृथ्वी माता भइगयो उज्यालो त्यही हो दुःख र सुख नि कौला भन्थे काखैमा बसी नि रौला भन्थे
चन्द्र सूर्य धरती माता भइगयो उज्यालो भनेर सङ्गिनी खेल्नुहुन्थ्यो है बिहेमा। यसरी सङ्गिनी त कति बिर्सिसकेर त्यस्ता सङ्गिनी खेलियो नाच। काठमाडौँका पशुपति सर, दक्षिणकाली सर, विष्णुमती सर, बागमती सर सबै आउँछ सङ्गिनीमा। मलाई त्यो देउता तर अब स्वरले भ्याउँछ। स्वरै आउन छोड पनि छ। त्यही त है त्यस्तो। गैरीमा खेत काटी अलगाली सरीमा सरी काट है दिदी मैसानी देउरानी गलैको कपालको फुलिया मै खर्च दिन्छु गर है दिदी देवरको बिहा ल्याउ ठुली देउरानी भन्ने त्यो पनि तलै सुरमा टुप्पैसम्म छ। त्यो नि सङ्गिनीकै हो नि। सङ्गिनी राम्रो। अनि सबै गरगन दिए देउरानीले जेठानीलाई ल्याउ ठुली देउरानी घर है दिदी देवरकी बिहा ल्याउ ठुली देउरानी। एउटा त्यसरी काठमाडौँबाट भिनाजु आइ बस्नुहोस् भिनाजु मेचमुडै माथि बस्नुहोस् भिनाजु बस्न त बस्ने त कसैसाली हाम्रो ससुरा बादेखि न मैले कहाँ पाल्नु भइरहेछ। हाम्रो बाबाको के खोजिनी चाहियो के निधि चाहियो बत्तिसै ढोका 36 कोठा पाठ पूजा गर्दैछन्। अनि फेरि आउँछ फेरि भिनाजु नेपालैबाट भिनाजु आयो सुन कैसेली थपक्कै राखी झपक्कै राखी बस्नुहोस् भिनाजु मेचमुडै माथि बस्नुहोस् भिनाजु बस्न त बस्ने त पासैसाली घरकी आमादेखि न मैले कहाँ पाल्नु भइरहेछ। हाम्रो आमाको के खोजी चाहियो के निधि चाहियो बत्तिसै ढोका 36 कोठा बत्ती काट्दैछन्। त्यो भाउजूको सबैको आउँछ त्यो बत्ती काट्दैछन् अचार साट्दैछन् भनेर अचार साट्दै गर्छन् अरे आमा चाहिँ फेरि भाउजूको पालामा दाजुको पालामा भाउजू चाहिँ फेरि बाती काट्दै हुन्छ कोठामा कहाँ देउता कथा सङ्गिनी भाडा नि त्यस्तो के छ थुप्रो सङ्गिनी लाउनु बिर्सिसकेँ मैले त। अनि बालन चाहिँ कसरी खेल्नुहुन्थ्यो थाहा छ अलिअलि आउँछ सम्झना? बालन त के जान्नु र बालन चाहिँ ठ्याक्कै त्यति थाहा भएन नि। मुखैमा लाग्यो मोले घाम छातीमा लाग्यो बान भन्दैछ बालन खेल्थे हाम्रो बाबुहरूले। अनि तबेलामा बाँधेको श्याम गर्ने गोरा सक्छस् भने लैजा है तेरो जमरा फुकार सरी 2-2जना पिठ्यौँ जोड्छन् ठनक यसरी फिरेर 2 भाइ खेल्छन् कि 6 जोली कि 4 जोली खेल्छन् एक्लै खेल्दैन बालन खेल्दा फनक्क नाचेर गाएर घुमेपछि पिठ्यौँ जोड्छन् 2 भाइ आफू साथी ल